10 देखि 15 सम्मको समय अहिले जस्तो अनलिमिटेड इन्टरनेट र स्पोटिफाई थिएन। एउटा नयाँ गीत पाउन साथीको अगाडि हात जोड्नु पर्थ्यो। ओइ, त्यो नयाँ गीत ब्लुटुथबाट सेन्ड गर्दैन भन्दै। 2 जीबीको त्यो सानो मेमोरी कार्डमा आफ्नो फेभरेट गीतहरू अटाउनु र जोगाउनुको बेग्लै चस्का थियो। हाम्रो मोबाइलको ग्यालरी भन्दा बढी म्युजिक प्लेयरमा हाम्रो संसार अटाएको हुन्थ्यो। त्यो बेला जीएक्स सोलको रातभरि या सीओडीको भन के गरौँ बज्दा हामी कतै पटक आफ्नै दुनियाँमा हराउँथ्यौँ होला है। बी8 को त्यो के यो माया हो जस्ता अर्बन हिपहप गीतहरूले त हामीलाई टोलकै सबैभन्दा कुल ठिटो बनाइदिन्थ्यो। हेडफोन कानमा हालेर हिँड्दा लाग्थ्यो जिन्दगीको कुनै ठूलो फिल्मको ब्याकग्राउन्ड स्कोर बाहिर होइन, हाम्रै कानमा बजिरहेको छ। अनि अंग्रेजी गीतको त्यो क्रेज, लिंकन पार्कको चेस्टरको त्यो आवाजले हाम्रो मनभित्रको विद्रोहलाई बोलिदिन्थ्यो। एमिनेमको र्याप सुनेर आउने त्यो जोश, टेलर स्विफ्टको लभ स्टोरी र यु बिलोङ विथ मी सुनेर रोमान्टिक बन्नु, अनि ब्रुनो मार्सको जस्ट द वे यु आर सुन्दा अनुहारमा आउने त्यो सानो मुस्कान, ग्रीन डेको 21 गन्स या बुलेवार्ड अफ ब्रोकन ड्रिम्स सुनेर कति रातहरू टोलाएरै बिताइयो होला, जसको आज कुनै हिसाब छैन। अहिलेका गीतहरू त के छ र, आउँछन् अनि जान्छन्। एउटा गीत हिट हुन्छ, केही हप्ता जताततै सुनिन्छ, टिकटकमा भाइरल हुन्छ, अनि अर्को महिना त्यो कहाँ हराउँछ कसैलाई पत्ता हुँदैन। अहिलेका गीतमा भाइब त छ, तर त्यो बेलाको जस्तो दम र इमानदारी कतै हराए जस्तो लाग्छ। ती 2010 देखि 15 का गीतहरू आज पनि कतै घन्किँदा मनमा एउटा बेग्लै प्रकारको नोस्टाल्जिक महसुस हुन्छ। लाग्छ ती धुनहरूले हामीलाई यो 30 वर्षको जिम्मेवारीबाट निकालेर फेरि त्यही 18 वर्षको अबोध ठिटो बनाइदिए। समय उही हो, गीत उस्तै छन्, तर सुन्ने मान्छे कति फेरिएछन् है। तपाईलाई चाहिँ कुन गीत सुन्ने बित्तिकै 2010-15 तिरको त्यो एउटा खास पलको सम्झना आउँछ? कुन गीत तपाईँको लागि टाइम मसिन हो? कमेन्टमा त्यो गीतको नाम लेख्नुहोस् त। आज फेरि सबै मिलेर